परी परी भएर भदै दादा चाहिँ छोडेन जामाक झिमिक पनि हुनु। हेलो हेलो सबैजनामा नमस्ते, सेवा र सेवा अनि हाम्रो समिना युट्युब च्यानलमा चाहिँ फेरि पनि स्वागत छ हैन। अनि हजुरहरु सबैजना आराम कुशलै हुनुहुन्छ होला हैन। अनि म पनि एकदमै आराम कुशलै छु। अनि सबैजना आफ्नो ठाउँमा बिजी व्यस्त नै हुनुहुन्छ होला हैन। अनि हामी पनि बिजी छौँ, व्यस्त नै छौँ भन्नुपर्छ हैन। अनि आज चाहिँ म चाहिँ एकदमै चटाकचुटुक भएर चाहिँ भ्लग सुरु गरिरहेको छु हैन। किनभने आज चाहिँ नानीहरूको स्कुलमा चाहिँ अभिभावक दिवस रहेको छ हैन। अनि 31औं वार्षिक उत्सव भनौँ न, 31औं वार्षिक उत्सव पनि हो अनि अभिभावक दिवस पनि रहेको छ। त्यही भएर म चाहिँ रेडी भएर नै सुरु गरेँ भ्लग चाहिँ। अनि त्यसपछि अब चाहिँ म चाहिँ नानीको स्कुल जाँदैछु हैन। अनि नानीलाई पनि बिहानै चटकचुटुक रेडी गरेर पठायौँ हैन। अनि मैले बिहान पनि यसो हल्का भिडियो गरिरहेको छु हैन केटाकेटीहरूको चाहिँ। त्यो पनि म यो पश्चात राख्ने नै छु हैन। अनि अब चाहिँ हामी स्कुल लाग्दैछौँ। अब चाहिँ म साथीको घरतिर जान्छु हैन। म चाहिँ रेडी भइसकेँ। अनि साथी र म चाहिँ जान्छौँ। अनि भरे त्यहाँनिर अब स्कुलमा के कस्तो हुन्छ के हुन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। हेर्दै गर्नु होला, रमाइलो गर्नुपर्छ है। त्यहाँनिर अब के कस्तो हुन्छ भन्ने कुरा चाहिँ सबै हेर्नुपर्छ है त। ल अब चाहिँ छोराछोरीहरू रेडी भएर नाच्नको लागि रेडी भएर एउटा परी भइरहेछ, एउटा चाहिँ अफिसर जस्तै देखिरहेछ हैन। अनि छोराछोरीहरू चाहिँ अब स्कुल जान्छन् अनि हामी चाहिँ भरै जान्छौँ है। परी भइरहेछ एउटा। सिका त परी। ल पछाडि फर्का हेन्सिका पछाडि। ओप्पो हेन्सिकाको ल परी एकजना परी। अनि केटोहरू हेमान्सु फेरि यस्तो खतरा के गरे समीप कहाँ घोप्टेको हौ? दादालाई नसमान, दादालाई पक्रिँदा ल हेन्सिका घुमिदेऊ। वा हेन्सिका बेबी। ल फेरि घुम। हेन्सिकाको पुतली फेरि यस्तो दामी छ। गरिदेऊ। ल साथीहरू फाइनली म साथीको घर पनि आइसकेँ होइन। अनि हामी चाहिँ रेडी भएर ऊ पनि एकदमै चटाकचुटुक राम्रै भयो। यता के हो हाई त भन न यार। हेलो हाई सेवा र सेवा नमस्ते वेलकम मेरो साथीको ब्लगमा हजुरहरूलाई धेरै पछि आज चाहिँ कति धेरै है भयो है हामी नआएको धेरै दिनमा यसरी आज चाहिँ आयो है। अब मौका अब यस्तै भएछ। आज चाहिँ नानीहरूको प्यारेन्ट्स डे, हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ फेरि स्कुटी खतरा छ क्या है। साथीले रोक भन्दैछ फेरि। अनि अब हामी साथीहरू हामी चाहिँ नानीको स्कुल पनि आइपुगिसक्यौँ होइन। अनि हामी चाहिँ बाहिर छौँ। स्कुल चाहिँ यही हो। ल हिँड्न अगाडि। अनि मेरो साथी चाहिँ अघि बढिसक्यो। ल अब चाहिँ हामी ठक्क भित्र छिरिसक्यौँ होइन। अनि यहाँनिर सजी सजावट पनि दामी तरिकाले बनाइरहेछ गेटमा चाहिँ। अनि यहाँनिर हामी यता चाहिँ क्याम्पिङ भइहाल्यो। हो र म पनि हिजो त गइरहेको थिएँ त, तर मलाई त थाहा भएन नि त। चाहिँ गीत गाइरहेछन् केटाकेटीहरू, हिमांशुहरू सबैजना। अनि यहाँनिर चाहिँ हेन्सिकाहरू नाचिरहेछन्। हेन्सिका चाहिँ यो पुतली लाउने क्या, पछाडि पुतली भइरहेछ नि, चाहिँ हेन्सिका हो। अनि अब चाहिँ हाम्रो समीप छोराको डान्स पनि चलिरहेछ होइन। ऊ हल्लिँदैछ खतरा तरिकाले। केटाकेटीहरू सबैजना रमाइरहेछन्, हल्लिरहेछन् होइन। अनि घरि हात तलमाथि घरि खुट्टा फारिरहेछन् होइन। अनि हामी चाहिँ एकदमै रमाइलो तरिकाले पछाडि बसेर हेरिरहेको थियौँ होइन। आफ्नो छोराछोरीहरू यसरी नाच्दाखेरि कति खुसी लाग्दो रहेछ। हामी बाबा मम्मीलाई चाहिँ होइन। अनि एकदमै मलाई पनि डान्स गर्न आउँदैन अनि उसको बाबालाई पनि आउँदैन नि त। अनि हामी चाहिँ एकदमै नाच्न नजान्ने आँगन टेढो भन्छ नि, त्यस्तै हो हामी बाबा मम्मी चाहिँ। अनि ऊ चाहिँ यतिको भए पनि यसो हल्लिरहेछ होइन। घरि घोप्टिन्छ घरि
घरि यता घरि उता घोप्टिँदैछन् केटाकेटीहरू चाहिँ होइन सबैजना। अनि हामी चाहिँ एकदमै उताबाट रमाउँदै रमाउँदै भिडियो गरिरहेको थियौँ, रमाइलो पनि गरिरहेको थियौँ होइन। हामी पनि ब्याक साइडमा बसेर अनि सबैजना रमाइरहेछन् केटाकेटीहरू पनि। कम्मर हल्लायो, कम्मर मर्कायो, उता ढल्क्यो फेरि। ओ ओ ओ खतरा पो दिन्छ कि या छोरोले त। ओहो उसलाई चाहिँ टक्क हल्लाउनु आउँदैन अनि कम्मर हल्लाइरहेछ होइन। ओइ ओहो 1 2 3 भनेको होला आउँला माथि घर हो। फेरि कम्मर हल्लाइरहेछन्। ओहो ओ माई गड। अनि मेरो छोरा चाहिँ नि यो 2 जना केटाहरू छन् नि यहाँनिर अग्लो र होचो बिचकोहरू। ऊ मध्येमा चाहिँ यो मेरो होचो छोरा चाहिँ हो है। होचो चाहिँ मेरो छोरा हो, अग्लो चाहिँ यसको साथी। उनीहरू चाहिँ केटा केटा परेछ क्या। केटा र केटी पर्ने 3 जोडी परेछन् यता चाहिँ अनि पछाडि परेछन्। अब यहाँ चाहिँ एकदमै यहाँ पनि खतरा डान्स चलिरहेछ होइन। भाइ बहिनीहरूको एकदमै रमाइलो डान्स लाग्यो मलाई चाहिँ, एकदमै मन पर्यो होइन। अनि मैले चाहिँ एकदमै भिडियो गरिहालेँ। भिडियोमा एकछिन आमन्त्रण गर्दछु। उहाँको हातबाट हामी चिट्ठा निकाल्नेछौँ। त्यो चिट्ठा कसलाई पर्यो भनेर हामी वाचन गर्नेछौँ। त्यसैले आदरणीय दिलबहादुर थेमेलज्यूलाई स्टेजमा म हार्दिक आमन्त्रण गर्दछु। र त्यो चिट्ठा चाहिँ हाम्रा नानीहरू 2 जना यहीँ भइसकेका छन्। नानीहरूले लिएर जानेछन् र नानीहरूले त्यो चिट्ठा कसलाई पर्यो भनेर उद्घोष गर्नेछन्। म पनि गर्दिनँ किन मेरा लागि सबै बराबरी हुनुहुन्छ। नानीहरूले अनि यहाँ चाहिँ एकदमै गीत गाउने कार्यक्रम चलिरहेछ होइन। अनि सेतो सर्ट लाउने भाइले चाहिँ एकदमै राम्रो गाउँछ। उसले चाहिँ सालै पछि गाउँछ क्या। एकदमै राम्रो स्वर पनि छ। अनि यहाँ चाहिँ एकदमै कपाल डान्स भइरहेछ होइन। एकदमै राम्रो गीतमा चाहिँ नाचिरहेको थियो यो भाइ बहिनीहरू चाहिँ होइन। तर मैले यो गीतै बिर्सेँ क्या। यो के भन्छ दिमागमा आएन होइन। एकदमै राम्रो लाग्यो डान्स पनि नानीहरूको चाहिँ होइन। अनि एकदमै रमाइलो तरिकाले हेरिरहेको थियौँ हामी पनि। एकदमै साइडबाट चिच्याइरहेको थियौँ, कराइरहेको थियौँ है। एकदमै रमाइलो लाग्यो क्या हामीलाई पनि कपाल डान्स। अनि खतरा अनि भाइहरूले खतरा दिँदैछ। वाउ खतरा हल्लायो। अनि यहाँ चाहिँ खाजा बाँड्दै आउँदैछन् केटाकेटीहरू चाहिँ होइन। अनि अब यहाँ चाहिँ मैले चाहिँ खाजा बोकिरहेको छु। मैले चाहिँ भबीको, मेरो अनि समीपको 3टा बोकिरहेको छु। यो देखाउँदै पनि छु। अनि यहाँ चाहिँ सिङ्गडा जेरी निम्की छ खाजामा चाहिँ। पविले चाहिँ हिल पनि देखाइरहेछ। पविलाई बोकाउन पनि भनिरहेको छु होइन। बोक्यो, उसले खाइ पनि हाल्यो, देखाएर खाइ पनि हाल्छ। अनि यहाँ चाहिँ एकदमै साकेला डान्स खतरा लाग्छ मलाई यो डान्स पनि होइन। सबै डान्स एकदमै राम्रो थियो। अनि मेडलहरू पनि यो साइडमा देखिराख्नु भएको छ होइन। साइडमा मेडलहरू पनि छ। एकदमै खतरा नाच्छन् क्या भाइ बहिनीहरू फेरि। थारू डान्स चाहिँ रेडी हुँदैछ यहाँ चाहिँ है। थारू डान्सको लागि यहाँ रेडी भइरहेको छन् बहिनीहरू चाहिँ। गीत बज्न बाँकी छ है। टाउकोहरू पनि देखिन्छ। अलिक मुनि क्यामेरा गऱ्यो भने त्यही भएर माथि माथि गर्नुपर्छ यसरी। बजाउँदै गाउँको मुख्य घरबाट सुरु गरी
फागुको चिर पोल्ने ठाउँसम्म जाने गरिन्छ। डफ नाच फागु पूर्णिमाको दिन गाउँभरि नाच्ने चलन छ। डफको तालमा कम्मर मर्काई नाच्नुका साथै ओठबस गर्दै नाच्नु यो नाच। ल अब चाहिँ टिचरहरूको डान्स हुन लागिरहेको छ है। सरहरू एकदम रेडी अवस्थामा हुनुहुन्छ, नाच्दै हुनुहुन्छ एकदमै है। सरहरू राम्रो नाचिराख्नु भएको छ। अब चाहिँ सर मिसहरूको चाहिँ एकदमै कफल डान्स भइरहेछ होइन, अनि एकदमै मन पर्यो हामीलाई चाहिँ। अनि हामी चाहिँ एकदमै रमाइलो तरिकाले हेरिरहेको थियौँ, रमाइलो गरिरहेको थियौँ होइन। उहाँहरू नाच्नु हुँदाखेरि चाहिँ एकदमै राम्रो नाचिराख्नु भएको छ है। खतरा तरिकाले नाचिराख्नु भएको छ उहाँहरू चाहिँ है। स्वान पेन्सी उहाँकोमा चिठा परेको छ। उहाँको अभिभावकलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। पर्साङको डान्स खतरा तरिकाले चलिरहेको छैन। अनि पर्साङको यो अन्तिम चिठा खतरा तरिकाले हातलाई उड्या जस्तो भयो। पर्साङले चाहिँ सबैजना केटाकेटीहरू एकदमै फास्ट। यहाँ पनि कफल डान्स चलिरहेछ होइन, मसिनो भाइ बहिनीहरूको। ल कार्यक्रम चाहिँ सकेको छैन होइन, तर पनि हामी चाहिँ अब घरतिर लाग्दैछौँ किनभने रात परिसक्यो होइन। घर पनि जानु पर्यो, अब यहाँ दिनभरि बसेर पनि हुँदैन। सकिसकेको छैन कार्यक्रम चाहिँ। अनि अब हामी चाहिँ जानलाई रेडी भइरहेछौँ है। साथीहरू हामी चाहिँ स्कुलबाट निक्ल्यौँ होइन। अनि त्यसपछि म चाहिँ टक्क अब फेरि पूजामा जानुपर्छ, त्यही भएर मैले चाहिँ यहाँ चिनी जोखिसकेँ होइन 2 ठाउँ। अब पूजामा चाहिँ हामी जान्छौँ है त। हामी चाहिँ टक्क ज्ञानेचोकमा आइपुग्यौँ होइन। अनि फुलहरू चाहिँ कति दामी फुलाउनु भएको क्या। अनि अब हामी चाहिँ टक्क अब चिनी किनिसकेँ। अनि अब चाहिँ फलफुल किन्नुपर्ने छ, अनि लाग्नुपर्ने छ। रात परिसक्यो। हामी टक्क यहाँनिर स्याउ किन्छौँ होइन। अब पूजामा लाँदा धेरै केही लानु होइन, स्याउ मात्रै किनेर जाने। बाटो गरी चाहिँ यहाँ रोडभरि चलिरहेछ है। हर्क साम्पाङको भरको गाडीहरू उता गइसक्यो अगाडि। अनि बाइक स्कुटी कति हो गाडी फेरि आइरहेछ। अघि गाडीहरू गइसक्यो नि। आमाम यहीँ त छोडेको छु त धन्न हेरेँ यार। ल अब चाहिँ हामी महारानी चौकतिर जाँदैछौँ। ज्ञाने चौकबाट चाहिँ होइन मैले स्याउ सुन्तलाहरू किनिसकेँ। ल साथीहरू हामी चाहिँ एकदमै सगरमाथा उकालोमा चाहिँ चढ्दैछौँ है। उसले चाहिँ मलाई कुदाउनु सकेन नि त, किनकि म मट्टी छु। त्यसैले मेरो साथीले मलाई कुदाउनु सकेन। त्यही भएर हामी जाँदैछौँ। उकालो कटेर त महारानी चोक पनि आइहाल्छ है। जाँदैछौँ अब त्यहीँ पुगेर भेटौँ ल पूजा घरमै बोजूहरू। ल फाइनली साथीहरू हामी चाहिँ महारानी चोक आइपुग्यौँ होइन। छोराछोरीहरू भदैनीहरू। अनि त्यसपछि अब यहाँ चाहिँ ठुलो तुम्बाको घर भइहाल्यो। अनि उतापट्टि जानु छ बोजूकोमा। यहाँ पनि यो फेर्नु भएको रहेछ लिङ्गो। कहाँ हो पूजा?
मेरो काले भदै चाहिँ फेरि मसँगसँगै यहाँनिर प्रसाद खान्छ अरे हो रोटी नानी खोर्सानी खान्छ हो है मसँगसँगै खान्छ अरे मेरो काले भदैले मेरो काले भदै बल्ल झ्याम्दिँदै थियो झ्याम्दिँदै गर्दा म गइहालेँ अब फेरि मलाई बिर्सिन्छ मुस्कान पनि छोडिदिइहाल्छ है कालेले अनि अब चाहिँ हामी भट्टाभट प्रसाद खाँदैछौँ होइन अब खाएर फेरि हामी घर लाग्छौँ यस्तो धाउधाउ परिरहेछ है पविलाई छिटो खाऊ धेरै देखिरहेछ तर अलिक उज्यालोमा निक्ल ल हेलो गर ल दाजुभाइहरू रोटी खानु पसेको यता हाम्रो बिन्दाको छोरा सेसे लिम्बू तिम्रो नाम के हो नानी रोयन लिम्बू तिम्रो नाम के हो रियान लिम्बू सबैजना खाए अनि यहाँ फेरि मेरो भदै राजा चाहिँ छोडेन निचिक्का भइहाल्छ उसलाई त भिडियो गर्ने बित्तिकै निचिक्का हाँसिहाल्छ ल हाँसिदेऊ निचिक्का कालु छिटो खाऊ कालु पहिला हाम्रो यस्तै थियो पहिला मेरो त्यस्तै थियो अरे हौ सानोमा ल साथीहरू बोजूकोबाट पनि हामी निक्लिँदैछौँ होइन पूजा चाहिँ बोजूकोमा र यता तुम्बाहरूकोमा भएको छिटो हिँड न दुई ठाउँ है अनि अब रोटी सोटी खाएर पनि निक्लिँदैछौँ अब एकछिन आमाहरूकोमा निक्लिन्छु छस्सै अनि त्यसबाट चाहिँ एकदमै दौडिन्छौँ हामी शीतल कहाँ हिँड्यो कि अङ्कल र शीतल ल है साथीहरू हामी चाहिँ महारानी चोक पूजाबाट पनि फर्किँदैछौँ होइन अनि पूजाबाट फर्किँदै जामाक झिमिक पनि हुनु आँट्यो है के गर्नु गाह्रो छ जिन्दगीमा अब यस्तै हो जताततै झर्नु पऱ्यो नानीको स्कुल त्यसपछि पूजा अनि त्यसपछि एकछिन आमाहरूकोमा पनि निक्लेर आएको रात पनि सक्यो अब चाहिँ भिडियोलाई पनि यहीँ इन्ड गर्नुपर्छ होला अनि जो जसले पनि हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म साथ सपोर्ट गरिदिनु भयो त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद भन्दै आजको लागि चाहिँ बाई बाई।